नमस्ते, मेरो नाम पुष्प चौधरी। मेरो स्थायी बसोबास नवलपरासी पश्चिम। अहिले म साथी शिक्षा कार्यक्रम अन्तर्गत रहेर आम्बुखरानी गाउँपालिकामा रहेको एउटा ग्रामीण ठाउँमा रहेर काम गर्दैछु, जहाँ चाहिँ मैले आफूमा रहेको प्रतिभालाई, आफूमा रहेको ज्ञानलाई विद्यार्थी समक्ष प्रत्यक्ष रूपमा खुलस्त रूपमा दिन सकिरहेको छु। यो चाहिँ मेरो लागि एकदम बेस्ट प्लेटफर्म हुन गयो, किनकि हामीले गफ मात्रै गर्छौँ कि शिक्षामा सुधार गर्नुपर्छ, तर हामीले कसरी सुधार गर्नुपर्छ भन्ने कुरा चाहिँ म यो कार्यक्रममा आएर प्रत्यक्ष रूपमा काम गरेर देखेर सिक्न पनि पाएँ र आफूले अब कसरी म काम गरेँ भने आधारभूत तहका विद्यार्थीहरूलाई आधारभूत तहको शिक्षालाई कसरी म अपलिफ्ट गर्न सक्छु भन्ने चाहिँ मैले बुझेँ। र कुनै पनि हामीले काम गर्दाखेरि कुराले मात्रै होइन कि हामीले एक्सनले पनि गर्नुपर्छ, र मैले त्यो एक्सन गरेर पनि मैले आफूमा भएको खुबीलाई निहालेर बच्चाहरू समक्ष मैले प्रस्तुत गर्न सकेँ। नमस्ते, मेरो नाम स्नेहा श्रेष्ठ, फिपको हटबाट र म काठमाडौँमा बस्छु। जब मैले साथी टिचर्स प्रोग्राम जोइन गरेँ त्यो बेला म केही मेरो कम्युनिटी स्कुल र बच्चाहरूको लागि केही पोजिटिभ इम्प्याक्ट पार्छु भनेर नै आएको थिएँ। र अहिले मैले जब म स्कुलमा क्लासरुममा काम गर्दै गर्दा मेरो बच्चाहरूसँग त्यो बेला चाहिँ मैले बच्चाहरूमा पोजिटिभ चेन्जेसहरू पाएँ हैन। जस्तो बच्चाहरूमा चाहिँ अहिले लर्निङ एटिट्युडको चाहिँ डेभलप भएको छ। बच्चाहरू चाहिँ क्लासरुममा आउने बेला चाहिँ यो के हो त्यो के हो भनेर बुझ्न खोज्छन्, एकदमै क्युरियस भएर आउनुहुन्छ बच्चाहरू। अनि त्यो सँगैसँगै स्कुलमा पनि अरू हामीसँग काम गर्ने लोकल टिचर्सहरू उहाँहरूले पनि आफूलाई एनर्जाइज फिल गर्नुहुन्छ र उहाँहरूले पनि हामीसँगै रहेर काम गर्ने ट्राई गर्नुहुन्छ, हामीसँगै सिक्नुहुन्छ र हामीलाई पनि नजानेको कुराहरू सिकाउने ट्राई गर्नुहुन्छ। र यो भनेको चाहिँ एउटा बोन्ड, एउटा युनिटी हामीले भन्न सक्छौँ, दर्शाउने सक्छ होइन। त्यसपछि कम्युनिटीमा चाहिँ अहिले एउटा ट्रस्ट बिल्ड गरेको फिल हुन्छ मलाई चाहिँ। कम्युनिटीमा हामीले कम्युनिटी एक्सन प्रोजेक्ट गर्दै गर्दा एज अ साथी टिचर त्यो बेला पनि पेरेन्ट्सहरूसँग चाहिँ मेरो एउटा बोन्ड बन्यो र त्यही बोन्डले गर्दाखेरि पनि एउटा ट्रस्ट बिल्ड भयो पेरेन्ट्सहरूमा। र कम्युनिटीको लागि धेरै चेन्जेसहरू ल्याउन नसके पनि पेरेन्ट्सहरूको लागि चाहिँ आफ्नो बच्चाहरूको सिक्युरिटीको लागि, एजुकेसनको लागि गर्नुपर्ने कामहरूमा चाहिँ मैले हेल्प गर्न सकेँ जस्तो लाग्छ। र त्यसको लागि चाहिँ पेरेन्ट्सहरूले मलाई ट्रस्टवर्दी फिल गरिदिनुहुन्छ र त्यसको लागि म एकदमै प्राउड फिल गर्छु। थ्याङ्क यू।